ग्रुप महिलाको ग्रुप छ गाइस यतातिर सबैलाई बिदाई गर्दै तिम्रो हातको यहाँ चितलाङमा छु चितलाङदेखि लागि अब चितलाङदेखि पैसा कमाउनु चाहिँ गाह्रो छ यसो खेल्दा खेल्दै 2022 सालको देउसी खेल्दा खेल्दै उज्यालै भइसक्यो है हेर्नुहोस् त यहाँ उज्यालै भइसक्यो। सो वेलकम ब्याक न्यू भ्लग तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु अनि मेरो भ्लगमा फेरि स्वागत छ। हिजो बेलुका चाहिँ कति बजीतिर भने 2 बजीसम्म खेलियो देउसी अनि त भयो बिहानदेखि भ्लग स्टार्ट गरौँ भनेको थिएँ तर अब त्यही भयो नि त हिजोको भ्लग पनि अपलोड पनि गर्नु थियो एडिट पनि गर्नुपर्ने थियो यताउति गर्दाखेरि हिजो 3 बजीतिर सुतेँ भिडियो एडिटिङ गरेर 3 बजीतिर सुतेँ अनि टक्क अहिले नुहाइदै भर्खर नुहाइदै गरेँ होइन अनि अब त्यही हो आज भ्लग कस्तो हुन्छ अन्तिमसम्म हेर्नु होला है। अनि सो तपाईँहरू सबैजनालाई भाइ टिकाको सबैलाई शुभकामना के हो भने त्यस्तै अनि आजको वेदर पनि खतरा भइदिरहेछ है खतरा दामी छ वेदर पनि तर अब त्यही हो है गाइस। सो फुलहरू सबै उनिसकेको रहेछ हेर्नु सक्नुहुन्छ है तपाईँसँग अघि बिहानै उनीको रहेछ म चाहिँ ढिलो आएन त्यही भएर अनि सो अब यो टिका के अरे यो फुल लाएर आज देउसी पनि खेल्नुपर्ने छ अनि तिहारमा टिका पनि लाउनु पर्छ तिहारमा भाइ टिका पनि लाउनु भन्छ भर्खर है त्यही हो अब त्यही हो फेरि भेट्नुपर्छ गाइस। अब लुगा लाएर एकचोटि रेडी भएर गाइस टक्कसँगले म रेडी पनि भइसकेँ होइन अनि आज पनि त्यही हो के भन्नु अब यता अङ्कल अघि आइसक्यो आएर यहाँ टक्क बसेर अब यताउति झुन्डाउने छैन यही राखौँ न भित्तामा अब त्यही हो अब टिका लाउनु पर्ने बेला सायद पनि धेरै गइसक्यो आज ढिलो भयो जे भयो नि अब लाउनु त हो अब तिहारमा अब देउसी खेल्नु आज मात्र हो अनि आज अब अन्तिमसम्म हेर्नु होला कस्तो हुन्छ मेरो भिडियो। अब आज चाहिँ हामी चितलाङ छ है हाम्रो उयो चाहिँ चितलाङदेखि कोले हेर्दै हुनुहुन्छ यो भिडियो अन्तिमसम्म हेर्नु होला कस्तो हुन्छ है ल त्यही हो रेडी भइसक्यो टक्क है हिजो पनि अब ल आजको मौसम यस्तो दामी भएर चाहिँ अब उप्पी ल यहाँ अङ्कल हेलो हाई गरिदिनुहोस् न हेलो हाई यहाँ अङ्कल आइसक्यो हिजोको भेष हेरौँ त यस्तो भइरहेछ है अम्मा ग्याङ स्टारहरू यता छ अम्मा म ओ हेलो गरिदिउँ न हेलो हेलो मान्छे के हेर्नु अब यहाँ लाउनु पर्ने रहेछ भनौँ न ल भनौँ न के छ र अब म ल अब म सिलाम यसको नाम त के सिलाम सागमा के अरे सिलाङ सागमा भन्ने आउँदैन मलाई चाहिँ छ है भन्ने आउँदैन ल अब टिका लाउनु बेला भयो अब पैसा ठिक पार्ने बेला भयो होइन अङ्कल मेरो पैसा यहाँ होला क्या गाई चाहिँ हिजो यताउति भइरहेछ ल मेरो थोरै छ हौ अङ्कल सो अब त्यसलाई अलिकति कति राखिदिन्छु गाइस हेर्नुहोस् ल हेर्ने नहेरौँ न यता पालो गरेपछि ओमो वा यार सो लभली अब यति राखिदिनु पर्छ गाइस म कति छ गर्ने यो देखाइदिनु त मलाई ल म भन्छु गाइस ल आफ्नो चेलीलाई दिने भन्दैछ 2 3 4 5 6 7 8 9 10 ठ्याक्कै 5000 छ गाइस हेर्न सक्नुहुन्छ अब त्यसलाई यो दिन सबै दिन्छु क्या म ल यता बिराजकोमा समातेर उता अब फेरि के गर्नु उता दिनु उता पहिले देन सरी के हो त्यो दशागडा काटियो भनेर उता सब पालो अब अङ्कलहरू पालो गर न त्यसमा चाहिँ सबै बाउमाटीको दशागडा काटियोस् भनेर दशागडा जाओस् भनेर है ए खोइ त फुटाउने ढुङ्गा ढुङ्गा दिन्छु त्यो फुटाउनु
यो सबैजनाले ओखर के यसलाई के भन्छ? यो दन्त ओखर भन्छ यसलाई। दन्त रोग व्याधि फाल्ने। ओखर के गरेको भन्छ फाल्ने। अनि यहाँ सामानहरू यता छ है, फुलपाती के अरे फुलहरू। भाइटिका 2082 सालको भाइटिका सुरुवात हुन लागिरहेको छ। लागिरहेको छ। हेर्नुहोस् गाई छु। गाई चाहिँ अघि लागिसक्यो। अब एकैचोटि ढाका टोपी टिका लाएर चाहिँ अब के अरे भोजनतिर लाग्यो सबैजना। हिरो यता चाहिँ बस्छ त। यसले एक्सप्रेसनले के अरे के रेड बुल ल्याइदिएको रहेछ। के एउटा फोटो खिच्ने भने फोटोको तयारी। ल अब खानु पर्ने यो पनि हान्नु पर्ने वैसे जोडी अन्त खै कहाँ यतिको जोडी मलाई चाहिँ यो सबैलाई त्यस्तो ल ठिक छ केही छैन। यति राख्नु नि योको लागि फोटो खिच्यो सानो खालको मलाई नि यो ल्याइदिएको यहाँ पिरा छैन यो खाने बेला हो क्या सानो बैठकी पिरा छैन खासै बस्नु अप्ठ्यारो भयो। हजुर यहाँ पाउँछ किन्नु पैसा मान्छेको होप्पा डाँगा फोटो खिचेर अब छुटिसक्यौँ है सबैजना। फोटो सोटो सबै हान्यो भने यतै हेलो बाई बाई सबैलाई बिदाई गर्दै ल सबै अब यो सालको तिहार त्यस्तै भयो। ल गाइस ल एकछिन फोटो खिच्नु पर्ने ल गाइस। हामी चाहिँ टक्कसँगले अब यताउति टिका सिका लाएर पनि अब देउसी खेल्नु लाग्यो। हेरौँ है हामी आफ्नै धुनमा छौँ लाग्यो। हामी चाहिँ ल चितलाङसम्मको यात्रा छ ल। हिजो बेलुकै भनेको होइन चितलाङमा भेट्नुपर्छ भनेर। अब चितलाङ आज भेट्नुपर्छ क्या अब चितलाङमा चितलाङको बस्तीहरूले हेर्दै हुनुहुन्छ भने एक लाइक गरिदिनुहोस्। हामी आउँदैछौँ ल है यो चाहिँ हामी स्कुल है हामी पढेको स्कुल यस्तै छ हाम्रो गाउँको स्कुल चाहिँ। यस्तो छ स्कुल चाहिँ। ढाका टोपी लगाएर सुहाएको छैन यसो कमेन्ट गर्नुहोस्। हेलो अगाडि हाम्रो हेलो हेलो ल है कस्तो हुँदैछ त दसैँ तिहार बब्बाल भइरहेछ है। सकेसम्मलाई आफ्नो साथीभाइहरूलाई सेयर गरिदिनु होला हैन। त्यो चाहिँ सेयर हान्नु पर्यो त्यति चाहिँ गरिदिनु सब्सक्राइब हान्नु पर्यो त्यो सब हान्नु पर्यो कि त्यो यताउति होइन। अनि त्यो गाडागुडुक हानिहाल्नु पर्छ क्या त्यो चाहिँ। ल अब हामी एकचोटि तल भेट्नुपर्छ है एकचोटि लास्ट ल चितलाङ भेट्ने ल चितलाङमा। ल गाइस हामी चाहिँ अहिले कहाँ चितलाङ आइसक्यौँ होइन। चितलाङ आइसक्यौँ यहाँनिर चितलाङ आइसक्यौँ नि त। अब त्यही हो हान्नुपर्ने चाहिँ एक दुईवटा घर कहाँदेखि खेल्ने देउसी चाहिँ। फोनको चार्जै सिधै यो फोनदेखि बालेर गरिदिएको छु है त। फोनको चार्ज फोन चार्ज गरेर यताउति गर्नेछु। ल चितलाङ आइसक्यौँ ल गाइस त्यही हो त गाइस। हामी चाहिँ एउटा घरमा खेल्दा फोनमा चार्जै थिएन त्यो भएर यताउति भयो है। अनि ढाका टोपी लगाउँदा कस्तो स्वागत छैन होला है। यसलाई पुरा देउसी खेल्दो रहेछ। देउसी खेल्दा चाहिँ चाहिँ ग्रुप महिलाको ग्रुप छ गाइस यतातिर महिलाको पुरा ग्रुप उयो भइरहेको छ।
ल यहाँ त्यही हो यता फेरि हिजो नानीहरू थियो के गर्ने यस्तै छ है ए लडिन्छ होला गाइस पुरा देउसी खेल्छ है आम्मा हेलो जुवा ए चितलाङ भन्ने ठाउँमा चाहिँ अब यस्तो मेला यस्तो लागिरहेछ है टकसँगले होइन अनि हामी त्यहाँ बसिरहेको छ अब यहीँ होइन हाम्रो त यही हो यही हो हाम्रो त मेरो चाहिँ यो ल ल अब त्यही हो अब एकचोटि गर्नु छ अब एकचोटि भरै भेट्नु छ ल गाइस त्यही हो यो भाइ अस्ति देखेको थियो होला नयाँ यो भाइ फट्टा छ है फट्टा देउसी रे 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 भात खाएर पनि हिँड्यौँ अहिले कति बज्यो 11 बजिसक्यो निन्द्रा पनि लागिरहेछ अब बल्ल बल्ल तिहार हो त्यो भएर है टक्कसँगले अहिले हामी चाहिँ यहाँ चितलाङमा छौँ चितलाङदेखि लाग्यो अब चितलाङदेखिको यहाँदेखि उँभो लाग्यो गाइस त्यही हो होइन भाइ यता चाहिँ पुरा झिलिमिली छ है त गाइस के गर्नु यस्तै भयो उँभो लाग्यो अब छौँ हामी चितलाङदेखि चलेर त्यही हो देउसी रे देउसी रे झ्याङझ्याङ पारौँ न ल देउसी रे 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 नाच्दा नाच्दा गलिसक्यो
मुनाको तीर आहे वृन्दावनको मुनाको तीर हजुर कहिले हेलो भन्दै उयो छ बाँसुरी नाता गर्ने गाइस अब आशिष दिने त्यही भयो अब अर्को फेरि अर्को भेट्नुपर्छ यार गाइस अनि ल अब रेड बुल खाजा साजा सबै चेस हानौँ न कति बजे बिहानको कति बजे भनिदिउँ त कति बज्यो 4 बजे है ल चेस सबै आउनु 2082 साल यस्तै भयो तिहार ल खाइदिनु 450 भएछ अरे ल अब खाएर भर्दैन अझै 1 घन्टा छ हामी चितवनमै छौँ अहिले अब सुत्नु कति सुतिन्छ होला टाइम देखाइदिइहाल्नु कति छ अहिले ल हेर्नुहोस् बिहानको ठ्याक्कै 4 बजेर मरिगयो 4 बजेर 38 मिनेट है गाइसहरु ल हैन हामी गुड नाइटको टाइममा खानेछौँ अलिक ब्राइटनेस अलिक बढाएर खाने ल यसैमा ल ल देखिएन होला हैन म देखेँ ल 4:38 भइसक्यो चिया खान थाल्यो बा हामी चिया अन्त पानी छैन दिदी छैन नि माथि गाइस हामी देउसी खेल्दा 2022 सालको देउसी खेल्दा उज्यालै भइसक्यो है हेर्नुस् त यहाँ उज्यालै भइसक्यो अब यो घरमा टाइम देखाइदिनु टाइम पत्याउँदैन होला कति बज्यो भनेर यी 5:23 भइसक्यो गाइस यी उज्यालो भइसक्यो यहाँ खेल्दैछ उज्यालो भयो उज्यालो भइसक्यो भइसक्यो है हामी अन्य ठाउँ है गाइजहरु सुतेको छैन गुड मर्निङ मरे यार सिक्यो कुन चाहिँ गीत चाहिँ छ हामीले नाच्नु नजान्ने त्यो चाहिँ बजा त के भयो उज्यालै भयो उज्यालो भयो
तिम्रो हातको तिउन तरकारी कसले खाने हो उभेन चिता नदुखाऊ तिनो तरकारी खाने भए ससुराली आऊ हामी पनि मन पर्यो खाली मन पर्यो ससुराले देखेपछि साली मन पर्यो ससुरा बा मलाई साली मन पर्यो पैसा कमाउनु चाहिँ गाह्रो छ यसलाई उज्यालो भयो गाइस पानीको झर्ना त गाइस हाम्रो चाहिँ अब देउसी आज सिद्धिसकेको छ है 2022 सालको चाहिँ टक्क सिद्धिसक्यो देउसी अब घरतिर लाग्नुपर्ने हुन्छ अनि अब यही हो अन्तिम घर हामीले खेलेको नि यही हो है अनि अब हाम्रो के हुन्छ अब यताउति गाउँमा चाहिँ के हुन्छ अरे अब हाम्रो गाउँमा यस्तो बसेर बोल्नुपर्ने बसेर बोलिदिउँ न अब यही हो लास्ट अब हाम्रो गाउँमा चाहिँ के हुन्छ भने आजै हो होइन आजै हो आज बेलुका चाहिँ हाम्रो गाउँहरूको नमस्ते रेप भएको आज बेलुका चाहिँ हाम्रो गाउँमा सकिने होइन समाप्त गाउँमा फाइनल चाहिँ गाउँमा हुन्छ होइन फाइनल गाउँमा हुन्छ अनि आज हामी चाहिँ सुतेकै छुइनँ सुतै छैन रातभरि पसै पनि सुतेको छैन आँखा झिमिक गरेर त मरिजाऊ हेरौँ न यहाँ अब फेरि अर्को अब उता फाइनलको दिन पनि भेट्नुपर्छ होइन फाइनल दिन भने आज बेलुका हुन्छ त्यसको पनि ब्लग आउँछ ल टाटा बाई बाई अब यो ब्लग टाटा बाई बाई नमस्ते सबैलाई मनले मनको साथ पायो